ल आयो ल भिडियो गर्नु हुने अरे के को भिडियो गर्नु ओ दुईजना आज चाहिँ हाम्रो सिकुवा कार्यक्रम छ दाउरा हो चाहिँ हो यता ल्याउनु नि त्यही उतै राख न हैन सीताको भिडियो देखाउनु पर्यो ल भनेर नि गाई चरो हेर्नुहोस् है ल है आज मुडा त गतिले लिएछ तर पुल नै त्यो चाहिँ ठाउँ होइन ठिक छ नि त्यो उताबाट लगाइदेऊ न साइडबाट गजब छ त्यो जय भनेको जय के गाँठी अर्ग्यानिक जय हो नि राष्ट्रिय जय अरे राष्ट्रिय जय बता जे गर्छ जयले गर्नुहुन्छ हाम्रो चाहिँ यो सिकुवा बनाउने जय बिना त अधुरो ढुङ्गा यो जनाले गन्चरो छैन बन्चुरो यो होसला जय चिर्ने यसलाई टुक्राइदिउँ न हो र तिनवटा ल्याएछौ साथी हो यहाँ तिनवटा छ छ यो चाहिँ हाम्रो सिकुवा सुरु हुन लागेको छ आज चाहिँ नेपाली उखुराको नेपाली घरै बिरामी छ के भएछ फेरि सबै धैजा लिएर ल गएको है गाउँले हो यस्तै हो कहिले कहिले गाउँघरमा रमाइलो यतापट्टि ल्याउँ न बाचिन्जेला गर्नुपर्छ रमाइलो हेरेर मर्नुभन्दा छेरेर मर्नुभन्दा पुर्खाहरूलाई त्यही भएर हामी पनि यसो रमाइलो गर्दैछौँ जस के भरे हामी पनि 2081 सालमा 12 महिना अन्तिम महिना अब यो चाहिँ अब यो 81 साल गयो है भन्ने राजा मनाएको है हुँदैछ अब हेरौँ अब त 82 सालमा फेरि यसरी भेट होला नहोला ल खुट्टाउलै जुवाईको त बजेर हात राख्छु एकचोटिमा छाडा सुरु भनेको त सबै फेरि सुकेको चाहिँ रहेछ नि होइन राम्रै हान्छ नि जहिले त हो र जहिले त राम्रो हान्छ नि फेरि हान्नु त ल ल आगो अलिक फुकाउन साथी हो आगो त्यो ढुङ्गा चाहिँ तति होइन हाम्रो यार कतिसको ढुङ्गो त अब त एकछिनको ऊ होस् न भित्र नुन र ऊ पुग्नु पऱ्यो क्या मसला अझै 2-3 घन्टा अगाडि ट्याक्क गरेर छोपिराख्नु ठक्कै हामी आएको हामी जानेको भए त हामी बनाउँदै थियौँ चिताबुयो नजान्ने म चाहिँ गरिसक्यो होला भन्छु त देउसे नि धुवा निस्किँदैछ नि म हतार आएर नुहाएर ल ल ल अब सुरु हुन लाग्यो ल आयो ल भिडियो गर्नु हुने अरे के को भिडियो गर्नु ओ दुईजना आज चाहिँ हाम्रो सिकुवा कार्यक्रम छ दाउरा हो चाहिँ हो यता ल्याउनु नि त्यही उतै राख न होइन सीताको भिडियो देखाउनु पर्यो ल भनेर नि गाई चरो हेर्नुहोस् है ल है आज मुडा त गतिले लिएछ तर पुल नै त्यो चाहिँ ठाउँ होइन ठिक छ नि त्यो उताबाट लगाइदेऊ न साइडबाट गजब छ त्यो जय भनेको जय के गाँठी अर्ग्यानिक जय हो नि राष्ट्रिय जय अरे राष्ट्रिय जय बता जे गर्छ जयले गर्नुहुन्छ हाम्रो चाहिँ यो सिकुवा बनाउने जय बिना त अधुरो ढुङ्गा यो जनाले गन्चरो छैन बन्चुरो यो होसला जय चिर्ने यसलाई टुक्राइदिउँ न हो र तिनवटा ल्याएछौ साथी हो यहाँ तिनवटा छ छ यो चाहिँ हाम्रो सिकुवा सुरु हुन लागेको छ आज चाहिँ नेपाली उखुराको नेपाली घरै बिरामी छ के भएछ फेरि सबै धैजा लिएर ल गएको है गाउँले हो यस्तै हो कहिले कहिले गाउँघरमा रमाइलो यतापट्टि ल्याउँ न बाचिन्जेला गर्नुपर्छ रमाइलो हेरेर मर्नुभन्दा छेरेर मर्नुभन्दा पुर्खाहरूलाई त्यही भएर हामी पनि यसो रमाइलो गर्दैछौँ जस के भरे हामी पनि 2081 सालमा 12 महिना अन्तिम महिना अब यो चाहिँ अब यो 81 साल गयो है भन्ने राजा मनाएको है हुँदैछ अब हेरौँ अब त 82 सालमा फेरि यसरी भेट होला नहोला ल खुट्टाउलै जुवाईको त बजेर हात राख्छु एकचोटिमा छाडा सुरु भनेको त सबै फेरि सुकेको चाहिँ रहेछ नि होइन राम्रै हान्छ नि जहिले त हो र जहिले त राम्रो हान्छ नि फेरि हान्नु त ल ल आगो अलिक फुकाउन साथी हो आगो त्यो ढुङ्गा चाहिँ तति होइन हाम्रो यार कतिसको ढुङ्गो त अब त एकछिनको ऊ होस् न भित्र नुन र ऊ पुग्नु पऱ्यो क्या मसला अझै 2-3 घन्टा अगाडि ट्याक्क गरेर छोपिराख्नु ठक्कै हामी आएको हामी जानेको भए त हामी बनाउँदै थियौँ चिताबुयो नजान्ने म चाहिँ गरिसक्यो होला भन्छु त देउसे नि धुवा निस्किँदैछ नि म हतार आएर नुहाएर
ल ल ल अब सुरु हुन लाग्यो हाम्रो सेकुवा कार्यक्रम छ यसरी बनाइँदैछ यो चाहिँ कुखुराको एकदमै हामी यसरी गर्दैछौँ मैले देखेको छु आएपछि चिन्ता छैन हौ अघि कि बाटोमा कहाँ गाडी ल जय बाबाजी कि जय भोले जय हनुमान हो ए जय हनुमान ल आज चाहिँ हाम्रो सेकुवा यो तेरो के कसो सुरु भयो अब खाने तर्खरमा छौँ अब हाम्रो साथीहरूले कि फुपूको यो खाको खाको हामी त फुकुलु खानु छ ल हाम्रो चाहिँ सेकुवा आज कुखुराको खाँदैछौँ पर्छ कि अब हामी चाहिँ गाउँघरमा यस्तो हेर्नुहोस् एकदम अर्ग्यानिक तरिकाले हामी भुइँमा बसेर दिइरहेका छौँ ल है लोकल स्टाइल लोकल लिटरको अनि हाम्रो सेकुवा कस्तो छ त ठिक छ होइन त एकदम दामी ल बब्बाल है बब्बाल सेफलाई धेरै धेरै धन्यवाद हाम्रो सेफ चाहिँ त ध्यान गएको आज नयाँ टेस्ट आज एकदमै यहाँ दिइरहेको छौँ खाइन्छ आज आज यो ट्युब चाहिँ आज हाम्रो कुखुराको होइन त ल ठिक छ हामी गाउँघरमा चाहिँ हेर्नुहोस् जस दिनभरि हामी हल्लो कोदालो गरे पनि हामी जस यहाँ बेलुका चाहिँ यसो रमाइलो गर्छौँ हाम्रो भनाइ नै के छ भन्दा हेरेर मर्नु भन्दा छेरेर मर्नु अवस्था छ हाम्रो चाहिँ यस्तो हो हामी जति दुःख गर्छ त्यति नै खान्छौँ हामी खानुको लागि गर्ने हो हेर्नुहोस् हामीलाई ठुलो ठुलो महल चाहिएन हामीलाई जस्ट अब हामी चाहिँ झुपडीमा बसेर भए पनि हामी खानामा चाहिँ कमी छैनौँ यस्तै हो है होइन त सोनामजी हजुर हजुर तपाईँले हातमा उठाउनु ल हेर्नुहोस् यस्तो रमाइलो छ यस्तो रमाइलो छ तपाईहरु पनि खानुहुन्छ भने हाम्रो सिक्किमबाट खानुहोस् हजुर हो यो यस्तो हो तपाईँहरू पनि जति दुःख गरे पनि आखिरी केही नापिने होइन तपाईँहरूले अब गरेको चिज चाहिँ खानुहोस् है एकदम लाने कि होइन साङ्गे जस्तो म जस्तो छोरा जन्मेर देखाउनु भन्दै यो कसको मालो छेउको चाहिँ भाउजूको छेउ चाहिँ मेरो हो या यो मेरो छ जुठो ल है सेकुवा चाहिँ आज राम्रो रहेछ उनलाई धेरै धेरै धन्यवाद हाम्रो काकालाई सेफ काकालाई धेरै धेरै धन्यवाद म चाहिँ गाउँले केटो हो कि देखो देख आज बल्ल भेटेँ ल गिलास एउटा गिलास तपाईले ल्याइदिनु त कस्तो छ बुबु कस्तो छ मिठो छ हुन्छ सर खै भर 2 बजिने चाहिँ नफ्ने बुबु आज फेरि के सकिन्छ काम राति नै गिलास कता कता साह्रो भएन यसलाई त बाइकआउट गर्नु पर्यो यो सेतीलाई खाए ए मास्नु दिनु न अलिकति निकाल्नु न एकदम सेकुवा यहाँ फेन्टा खाऊ कि बिउ खाऊ हाम्रो यो कुखुराको सेकुवा बनाउँदैछ दुईटा म त्यो खाने त्यही सोचिरहेको एकदम आज चाहिँ हाम्रो सेकुवा खाने 2081 सालको अन्तिम महिनामा गाइसहरू के गर्ने यस्तै हो यी बनाउँदैछौँ हाम्रो चाहिँ जीवनजीले खान्छु भनेर अघिदेखि सोचिरहेको चाहिँ एकदम सेकुवाको त तपाईँ के हाल्नुहुन्छ गियर एकदम हामी ट्याक्क लगाएर अब हामी यस गाडी गएछ नि केटाले त बनाउँदैछौँ अब हेर्नुहोस् यहाँ सेकुवा यसले नभ्याएको के रहन्छ यार मलाई चाहिँ यो ठिक हुन्छ है भन्नु त अघि दिउँसो फेरि कता गयो तिनटा त्यो खाने भनेर म चाहिँ अघिदेखि एउटा खाएको अनि सोचिरहेको छु कि दुईटा जुस छ त्यो आज मासुसँग डर हानिन्छ भनेको छ अनि के छ सोनमजी ठिक छ होइन त आज हाम्रो रमाइलो कार्यक्रम होइन सेकुवा खाने कार्यक्रम एकछिन यसो भनिदिनुहोस् न सेकुवाको बारे ल यो चाहिँ हाम्रो ढुङ्गे सेकुवा होइन त ढुङ्गे सेकुवा हेर्नुहोस् हामी चाहिँ गाउँघरमा यसरी खाइराखेको छौँ त्यही लगाएर अब हाम्रो चाहिँ यसो छ यस्तो ल
भनेपछि त झन् उहाँको पल्टी त ट्याक्कै कुरा हो एकदमै हाम्रो सेकुवा बनाउने अनुभवी उहाँ हुनुहुन्छ देवानजी उहाँले चाहिँ खालि गरिदियो